सबैभन्दा ठुलो भनेको स्पीच प्रब्लम छ। स्पीच जुन आउनुपर्ने हो समय उमेर अनुसार त्यो आउँदैन। त्यही कारण उनीहरूको आफ्नो स्पीच नहुने राम्रोसँग नहुने बित्तिकै उनीहरूमा चाहिँ त्यो कन्भर्सेसनहरू गर्ने होइन उनीहरू बुझ्छन् दे क्यानट स्पिक एन्ड देन रिप्लाई कम्युनिकेट गर्न गाह्रो भनेको नम्बर 1 त्यो एउटा हो। अर्को कुरा उनीहरूको अलुफनेस, उनीहरू वरिपरिसँग वातावरणसँग मतलब छैन। दे विल बी डुइङ इन देयर ओन। त्यो जस्तै उसको नाम पारेर कसरी बोलाउँदाखेरि त्यही छ, अगाडि सुनिरहेको छ, नाम पारेर बोलाउँछु हामी उसलाई, उसले त्यसलाई वास्तै गर्दैन। सुनिरहेको छु आफ्नो हिसाबले हिँडिरहेको छ। अनि सर्टेन साइन्स लाइक इक्वली या समथिङ हातले फ्ल्यापहरू गर्ने पनि गरिरहेका हुन्छन् कसैले। अनि उनीहरू आफ्नो पियर्सहरूसँग त्यही उमेरको एकै ठाउँमा इन्क्लुजनकै हिसाबले एउटा स्कुलमा छन् भने बाई चान्स डायग्नोसिसभन्दा पहिला सो उनीहरू अलुफ बस्ने आफ्नो साथीभाइहरूसँग चाहिँ घुलमिल हुन नचाहने हुन्छ।